हेलो गुड मर्निङ नमस्ते फ्याफुलो। आज चाहिँ सन्डेमा समाजको घरको लागि अलिअलि रिपेयरिङको लागि बाँस काट्न जाँदैछु। अनि त्यसले गर्दाखेरि यसो किन बस्नु भनेर भिडियो बनाउन मन पर्यो, त्यसले गर्दा भिडियो बनाउँदै जाँदैछु। यो पारिपारिक गाउँ कति मजाको देखिरहेको रहेछ। ए हाम्रो बस्तीमा चाहिँ डिक्सर नै यसरी लगाउँछ सिग्नल। यो पारेको गाउँ चाहिँ फाक्लाखा हो, यसरी जानुपर्छ। यो माथिको चाहिँ तपाईँको जियान रोड, डाँडा डाँडामा हिउँ पनि आइरहेको रहेछ। फाक्लाखा गाउँ हो, कति राम्रो देखिरहेछ। यहाँ बाटो भएर आउँदाखेरि चाहिँ यहाँनिर ठिक्कै बाख्राहरू चरिरहेको रहेछ भन्दाखेरि मलाई एउटा याद आयो। त्यसले गर्दा यो भिडियो बनाउँदै जाँदाखेरि चाहिँ किन चाहिँ हाम्रो तामाङ भाषामा पनि एक दुई शब्द भए पनि सिकोस् होइन मेरो फेसबुक प्रेमीहरूले भनेर चाहिँ मैले यहाँनिर बाख्राको नाम चाहिँ भन्दैछु। त्यसले गर्दा तामाङ भाषामा चाहिँ हाम्रो यो बाख्रालाई चाहिँ भन्छ रा भन्छ। यो जुन चाहिँ बाख्राको माउ छ रा यो म, अनि जुन चाहिँ यो सानो सानो पाठाहरू छ त्यसलाई चाहिँ राला कोला भन्छ। अनि रङको नाम ढेङ्गेढेङ काट्दैछ, म पनि काट्नु भने गर्दै 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 आउँदाखेरि त ठ्याक्क हो यहाँनिर श्यामु भाइको बारीमा नि आएको कि त्यहाँदेखि के ट्याङ काट्नु थाल्यो त अलिक। श्यामु भाइले ढालेको गऱ्यो, हामी यहाँनिर पन्छाकै गऱ्यो। अनि श्यामु भाइलाई भिडियो बनाऊ भनेर चाहिँ मोबाइल दिइराखेर आफू पनि बाँस पन्छाउनुपट्टि लागेँ। अनि त्यहाँदेखि गफ गर्दै गर्दै बाँस पन्छाउन थालेँ। श्यामु भाइले चाहिँ फेरि भन्छ नि ठ्याट्टा गर्दै, यो त किन्नु परेको भए त एक गानाको 200 रुपियाँ हो, मैले समाजलाई दिएको कतिवटा चाहिन्छ भन्यो। त्यहाँदेखि ठिक्कै अन्दाज म के थुप्रै थिएँ के ड्याङ काटेर पनि हामीले त ल्याए पो। अनि श्यामु भाइ चाहिँ त्यसलाई के गर्दै भिडियो बनाउँदै यताउता हो। अन्त एक जग्गा राख्नु नि भाइ भने पनि होइन म भिडियो गर्छु भन्दै भिडियो बनाउँदै यताउता हेर्छ हो। अनि उता पनि क्यामेरा घुमाउँछ। अनि पर हाम्रो भाइ छ नि त एकजना किन्छु भाइ, उसलाई पनि देखाउँछ बिचरा। तर श्यामु भाइले जुम गर्नु नजानेर चाहिँ जुम गर्नु जानेन, त्यसले गर्दा यता देखायो। अनि हामीले यताउता गर्दै हामीले यो बाँस चाहिँ काटिसकेँ। अनि काटिसकेपछि चाहिँ ठिट्टा गर्दा अब यसलाई बाँध्नुपर्ने। ल श्यामु भाइ क्यामेरा मलाई दिनु, अनि म भिडियो बनाइदिन्छु तिम्रो पनि, अनि तिमी चाहिँ चोया काट ल भनेर चाहिँ मैले भने। अनि श्यामु भाइले लिएर मलाई क्यामेरा दियो। भाइले मलाई ठिक्क क्यामेरा दियो। अनि मैले भाइको भिडियो बनाउन थालेको थिएँ, फेरि हतियार छ हेरेँ मैले, हतियार दियो। हतियार त यसो हेरिराखेर त यो बाँसले त मेरो हतियार त खतम भएर छ नि हो भने। फेरि यसरी यो बाँस त यसरी खोर्किनु पर्छ भन्दै फेरि श्यामु भाइ हाँस्दै हाँस्दै खोर्किनु थाल्यो हो। त्यहाँदेखिको भाइ गयो। ल बाँस काटेर पनि बिठा बाँध्न थाल्यो। अब आफ्नो आफ्नो भारी जम्मेको अब कति टिप हुन्छ मारेर छाड्ने भयो। यो चाहिँ मेरो भारी त्यो कि तपाईँ बोक्नु बाँस पनि बोकिसके। अब चाहिँ भत्काउनुपट्टि लागे। हाम्रो समाज घर चाहिँ यस्तै छ, दुःख लाग्दो छ। अब आज बनाएर चडक्क पारेर राख्नुपर्छ। यस्तै चाहिँ साथीभाइहरू गाउँको समाज घर चाहिँ। श्यामु भाइलाई भोक लागेर मर्न आँटिसक्यो, कहिले सक्दैन भन्दैछ झुन्डेर म। ल गाइस फाइनली हामीले चाहिँ भिजेर भयो भने दुःख सुखको डेरा चाहिँ बनाएँ च्यादरको। यो अगाडि चाहिँ हाम्रो प्लास्टिकको थियो, अब त्यो चैत वैशाखले गर्दा प्लास्टिक छेड्छ भनेर च्यादर लगाइदिएको छु। अझै छ नेक्स्ट सन्डेको लागि बनाउनु पर्ने। आजको लागि बाई बाई।